राम राम, जय श्री राम। म तपाईकै बीचमा आज शुभ दीपावली एवं छठ पर्वका हार्दिक मंगलमय शुभकामना दिँदै आज हजुरहरूको माझ के भन्न खोजिरहेको छु कि तपाईहरूलाई आज बडा विचित्र लाग्दै होला, तर विचित्र मान्नै पर्दैन। हामी एउटा मिसनमा लाग्या हो। त्यो मिसन चाँडै नै पूरा हुँदैछन् है। त्यो मिसन भनेको देश भ्रष्टाचार मुक्त गर्नको लागि क्याशलेस व्यवस्था, वन टाइम ट्याक्स पे लगायतका मुद्दाहरू हाम्रो मुद्दा छन्। त्यो चाँडै नै तपाईहरूको बीचमा आउँदैछन्। तर तपाईहरूलाई लागि त्यो कसरी सम्भव हुन्छन्? तपाईको सोच पहिला क्लियर गर्नुस्। त्यो 100% सम्भव हुन्छ। र यी भ्रष्टाचारीहरूबाट देशलाई जोगाउनु छ भने तपाईको आफ्नो सोचलाई विकसित गर्नुपर्छ। तपाईले आज हेरिराख्नु भयो होला, बडा दशैं भर्खर केही दिन अगाडि बितेछन्। अहिले शुभ दीपावली आयो, छठ पर्व छ। मलाई लाग्छन् धेरै यस्तो कपडाको व्यापारीहरूले खादा र माला बेच्न पाए छैन। कहाँ गयो हाम्रो जनप्रतिनिधिज्यूहरूको खादा र मालाहरू? के घर परिवारबाट किनेर अहिले शुभकामना बाँड्न सक्दैन थियो? राज्यको ढुकुटीमा जुन रजाई गरिरहेको थियो, त्यो रजाईहरू कहाँ गयो? जबसम्म तपाई एउटा एसपी गएको बेला, एउटा सिडिओ गएको बेला, एउटा डिएसपी गएको बेला, एउटा हवलदार गएको बेला तपाईले फूलमाला लगाएर त्यसलाई स्वागत गर्नुहुन्छ, के त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन्छ? त्यो राष्ट्र सेवक कर्मचारी हो, त्यो जनताको नोकर हो। त्यो नोकरै गर्नको लागि गएका छन्। त्यसैले तपाईले फूलमालाले होइन, त्यसलाई सरसल्लाह दिएर तपाई आफ्नो ठाउँमा काम गराउनुस्। र जुनसुकै ठाउँमा यदि भ्रष्टाचार भइरहेछन्, तपाईको काम ढिलो भइरहेछन्, तपाईसँग केही न केही पैसा मागिरहेछन्, तपाईसँग केही भइराखेको छ भने त्यो मान्छेहरूको बारेमा तपाईले जानकारी गर्नुस् र त्यहीबाट आवाज उठाउनुस्। धन्यवाद। आजको लागि यति नै। राम राम, जय श्री राम।